नमस्कार सम्पूर्णलाई मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। म चाहिँ आज सिम्पल कुर्ता कटिङ गर्न गइरहेछु। यसको चाहिँ पुरा लम्बाइ 35 रहेछ है। 35 रहेछ। 35 मा चाहिँ लेस, यसको लेस तलबाट यो जोड्नु पर्ने भएकोले यो लेस चाहिँ 5 इन्चको पट्टी रहेछ, 5 इन्चको चौडाइ रहेछ। अनि मैले चाहिँ यहाँ 5 इन्ची माइनस गरेर 31-32 राखिदिएछु। त्यसपछि यहाँ तिराको लागि 13 इन्ची रहेछ, 6.5 राखिदिएछु। अनि यतातिर काखीको भाग 6.5 इन्चीमा राखिदिएछु। त्यसपछि कमर लम्बाइ 14 मा राखिदिएछु। अनि छाती 38 छाती भनेपछि 9.5 मा प्लस 1.5 इन्ची गर्दा 9.5, 10, 11 इन्ची राखेको छु मैले। अनि त्यसपछि 36 कमरको 9 आउँछ, 9 मा प्लस 1.5 गरेर 10.5 इन्ची राखेको छु। अनि त्यसपछि हिप 40 हिपको 10 आउँछ, 10 मा प्लस 1.5 इन्ची गरेर 11.5 हुन्छ है। 11.5 मा राखेको छु। 11.5 मा यसरी चिन्ह लाएर अनि हिप जति छ त्यति नै फेर पनि त्यति नै हुन्छ है। 11.5 तल यसरी मैले चाहिँ कटिङ गर्न गइरहेको छु है। अहिले यसरी निकालिदिन्छु। यो चाहिँ अगाडिको पाटा छ अगाडिको पाटा है। देख्नु पर्दैन, एकछिन कट गर्नु। यो चाहिँ बाहुलाको कटिङ गरेको। बाहुलाको लम्बाइ चाहिँ 16 इन्ची छ होइन। 16 मा प्लस 2 इन्ची गर्दा 18 इन्ची भयो। अनि 18 इन्ची। अनि त्यसपछि यता पनि 18 नै बनाउनुपर्छ। अनि चौडाइको लागि चाहिँ मैले 8.5 लिएको छु। छाती चाहिँ 36 छाती भएको भएर 8.5 राखेको छु। अनि त्यसपछि यहाँबाट यता काखीको लागि हामीले छड्के गर्नुपर्छ क्या, 3 इन्ची गएको है। म यता 3 इन्ची, 2.5 इन्ची त्यसरी आफैले यसो मिलाएर राख्नुपर्छ। अनि त्यसपछि यहाँनिर मोटा चाहिँ हाम्रो मोटा चाहिँ 16 लम्बाइको मोटा 10 रहेछ। 10 को 5 इन्ची राखेको छु फिक्स। अनि त्यसपछि 1 इन्ची सिलाइ भाग गरेर 10 को 12 हुन्छ, 12 को 6 मा राखेको छु। अनि त्यसपछि यो मोटा र काखीलाई चाहिँ यसरी जोडिदिने। अनि त्यसपछि कटिङ गर्ने। यो कटिङ गरेँ मैले, काट्दैछु। यसरी काट्ने, यसरी बाहुला छुट्याउने, यस्तो निकाल्ने। त्यसपछि अगाडिको भागलाई हल्का छाड्दिने। पछाडि भन्दा अगाडिको भाग चाहिँ यसरी छाट्नै पर्छ क्या, अनि मात्र मिल्छ। यसरी छाड्ने, यसरी राखेर चाहिँ अगाडि पछाडिको छुट्टिने हुनुपर्छ। यस्तो ल बाहुला तयार भयो। गलाको लागि गला कटिङ लागि गलाको पट्टीको लागि चाहिँ यसरी टुक्रा क्या, काटेको उब्रेको टुक्रा हुन्छ नि, त्यसबाट चाहिँ पट्टी बनाउने है। गलाको पट्टीलाई चाहिँ अगाडि नै छुट्याउने होइन। नि फेरि काटेको उब्रेको भागलाई गल्लाको पट्टी बनाइदिने। पछाडिको गल्ला पछाडिको लागिमा गल्ला 6.5 इन्ची 6.5 इन्ची 6.5 इन्ची गल्ला यसरी सिधा पार्ने।
त्यसपछि हल्का यसरी सेप मिलाउने। यसरी गर्न उपट्टि निकालेँ मैले। यसरी राख्ने कपडा मोडेर। अब अगाडिको गल्लाको पट्टि बाँकी छ। अगाडिको गल्लालाई पनि यहीँबाट पुग्छ। यसरी टुक्रा टाक्री उब्रेको टुक्राहरूबाट गल्लाको पट्टि बनाउनु पर्छ। यसरी गल्लाको पट्टि काटेँ। ल भयो। धन्यवाद हेरिदिनु भएकोमा। मेरो युट्युब च्यानललाई चाहिँ सबैजनाले मन पराएर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।